एउटै फुलबारीमा फुलेका फुलहरू जस्तै एउटै संसारमा जन्मिएका व्यक्तिहरू पनि फरक फरक स्वभावका हुन्छन्। त्यसमा कारण हो जन्म। व्यक्ति कुन बार जन्मिएको हो त्यस अनुसारले उसको स्वभाव हुन्छ। आज हामीले रविबार यानि कि आइतबार जन्मिएको व्यक्ति कस्तो हुन्छ भनेर भिडियो लिएर आएका छौँ। त्यसैले भिडियोलाई पुरा हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। आइतबार जन्मिएका व्यक्तिहरू नेतृत्व गर्ने क्षमता भएका, सधैँ अग्रगामी बनेर हिँड्न सक्ने, कर्ममा लागिरहने, हिम्मत नहार्ने र बलशाली हुने गर्दछन्। तर अलि धेरै रिसाउने स्वभावका हुन्छन्। आत्मसम्मानको लागि जे पनि गर्न तयार रहने, नयाँ नयाँ कुराको सृजना गर्ने साहस भएका हुन्छन् भने क्षमताभन्दा धेरै अपेक्षा राख्ने कारणले जिन्दगीमा दुःख पनि पाउनेछन्। हृदय शुद्ध भए पनि बोलीचालीको कारणले जिन्दगीमा दुःख भोग्नु पर्नेछ। आइतबार जन्मेका व्यक्तिहरू विवाहपछि बदलिन्छन् तर आफ्नो कुरामा भने सधैँ अडिग रहन्छन्। आइतबार जन्मिएका व्यक्तिहरूका धेरै साथीहरू हुन्छन् तर कुनै पनि साथी लामो समयसम्म टिक्दैनन्। आइतबार जन्मिएका व्यक्तिहरूमा हृदय रोग, हड्डी रोग र रक्तचाप आदि रोगहरू लाग्दछन् भने आइतबार जन्मिएका व्यक्तिहरू डाक्टर, पुलिस, शिक्षक या राजनीतिको कुनै पनि राम्रो पदमा हुन्छन्। तर आइतबार जन्मिएका व्यक्तिहरूले आँखा चिम्लेर विश्वास गर्ने हुँदा धेरैजसो आफूले विश्वास गरेकै व्यक्तिबाट धोका पाउँछन्। यसरी हामीले आइतबार जन्मिएका व्यक्तिहरूको स्वभाव कस्तो हुन्छ भनेर जान्यौँ। यदि हजुर आइतबार जन्मिनु भएको हो भने हजुरमा पक्कै पनि यी स्वभावहरू होलान्। सोमबार जन्मिने व्यक्ति आकर्षक हुन्छ, धेरै बुद्धिमान हुन्छ, अरूको सहायता गर्न तत्पर रहने हुन्छ भने सधैँ खुसी रहन्छ। उसका धेरै साथीहरू हुन्छन्। उसको बोलीमा धेरै प्रभाव हुन्छ, त्यसैले उसको बोली सुनेर नै मान्छेहरू उसको समीपमा आउने गर्दछन्। जस्तो सुकै परिस्थितिको सामना गर्न पनि सक्ने भएको सोमबार जन्मिने व्यक्ति इमोसनको हिसाबले चाहिँ अलि कमजोर देखिन्छ। त्यसैले अरूले भनेको कुरामा छिटो विश्वास गर्ने हुन्छ सोमबार जन्मिएको व्यक्ति। सोमबार जन्मिएका व्यक्तिहरूले आफूलाई बुझ्ने जीवन साथीको खोजी गरिरहेका हुन्छन्। त्यसैले विशेष गरेर सोमबार जन्मिने व्यक्तिहरूको प्रेम विवाह भइरहेका हुन्छन्। सोमबार जन्मिने व्यक्तिको स्वभाव चञ्चल हुन्छ भने सोमबार जन्मिने व्यक्ति साफ सफाइमा भने एकदमै अगाडि रहिरहेको हुन्छ। उसलाई सफा सुग्घर धेरै नै मनपर्छ। रोगको कुरा गरौँ भने टाउको दुख्ने र रुगाखोकी आदि रोगहरू सोमबार जन्मिएको व्यक्तिलाई धेरै हुन्छ। मङ्गलबार जन्मिएको व्यक्तिमा नेतृत्व गर्ने शक्ति हुन्छ र अरूबाट आफ्नो काम राम्रोसँग बनाउन जानेका हुन्छन् मङ्गलबार जन्मिएका व्यक्तिहरूले। मङ्गलबार जन्मिएका व्यक्तिहरूका ठुला ठुला घरहरू हुन्छन् र आफ्नै गाडी हुन्छ। तर दाजुभाइमा भने राम्रो सम्बन्ध हुँदैन। मङ्गलबार जन्मिएको व्यक्तिले कुनै पनि निर्णय त लिन्छ तर त्यो निर्णय लामोसम्म टिक्दैन। मङ्गलबार जन्मिएको व्यक्ति कसैको अधिकारमा बस्न चाहँदैन। मङ्गलबार जन्मिएका व्यक्तिहरू चञ्चले स्वभावका हुने भएको कारणले कुनै पनि कामको परिणामको लागि धेरै लामो प्रतीक्षा गर्न सक्दैनन्। मङ्गलबार जन्मिएका व्यक्तिहरूलाई रगत सम्बन्धी रोग लाग्न सक्छ भने विवाह जिन्दगीमा पनि केही कठिनाइहरू आउन सक्छन् मङ्गलबार जन्मिएका व्यक्तिहरूको लागि। मङ्गलबार जन्मिएको व्यक्तिको लागि कामकाज भने बलपूर्वक गरिने कामहरू, मसिनमा गरिने कामहरू धेरै नै लाभदायक हुन्छन् र अरूबाट आफ्नो काम बनाउने क्षमता भएको कारणले मङ्गलबार जन्म भएका व्यक्तिहरूले नेतृत्व शक्तिलाई पनि विकास गर्न सक्दछन्। बुधबार जन्मिएको व्यक्तिमा बिजनेसी दिमाग हुन्छ, यानि कि बाहिरी फिल्डको काम धेरै गर्न सक्ने हुन्छन् बुधबार जन्मिएका व्यक्तिहरू। त्यसै गरी बुधबार जन्मिएका व्यक्तिहरूमा नयाँ नयाँ कुराको सृजना गर्ने, नयाँ नयाँ कुराको आविष्कार गर्ने, नयाँ नयाँ कुरा जान्ने उत्सुकता धेरै हुन्छ र बुधबार जन्मिएका व्यक्तिहरू महत्वाकांक्षी हुँदैनन्। त्यसैले सानो सानो कुरामा सन्तोष गर्दछन्। बुधबार जन्मिएका व्यक्तिहरू थोरै रिसाउँछन् तर रिसाए भने चाहिँ उनीहरूको रिसलाई कन्ट्रोल गर्न साह्रै नै दुःख हुन्छ।
त्यसैले बुधबार जन्मिएका व्यक्तिहरूले सकेसम्म कसैलाई माफ नै गर्दैनन्। बुधबार जन्मिएका व्यक्तिहरू अलि खर्चालु हुन्छन् र आफ्नो जिन्दगीमा आइपरेका निर्णयहरू आफूले एक्लै पनि लिन सक्ने आँट भएका हुन्छन्। त्यसैले त उनीहरूको वैवाहिक जीवन साह्रै नै राम्रो हुन्छ। कामको कुरा गरौँ भने बुधबार जन्मिएको व्यक्ति शैक्षिक क्षेत्रमा धेरै नै माथि पुग्न सक्छ। बिहीबार जन्मिएको व्यक्तिको हाइट अलि लामो हुन्छ, व्यक्ति देख्दा आकर्षक र गोरो देखिन्छ। गुरुबार यानि कि बिहीबार जन्मिएको व्यक्ति मुस्किल परिस्थितिमा पनि मनलाई वशमा गरेर समस्याहरूसँग लड्न सक्दछ, किनकि उसले दिलले भन्दा दिमागले धेरै काम गर्दछ। र यदि गुरुबार यानि कि बिहीबार जन्मिएको व्यक्ति कुनै महिला हो भने उनको मानसिक विकास तीव्र हुन्छ र बिहीबार जन्मिएका महिलाहरूले दिलले भनेको धेरै सुन्ने गर्दछन्। त्यसैले कहिलेकाहीँ जिन्दगीमा नसोचेका मोडहरू पनि आउने गर्दछन्। कामको कुरा गरौँ भने गुरुबार यानि कि बिहीबार जन्मिएका व्यक्तिहरू ज्योतिष शास्त्रमा अथवा शिक्षण क्षेत्रमा धेरै नै अघि बढ्न सक्दछन्। शुक्रबार जन्मिएको व्यक्ति ज्ञानी सुन्दर हुन्छ। शुक्रबार जन्मिएको व्यक्तिको विशेष प्रकारले नाचगान, नाट्य, सङ्गीत, गजल र गीत आदिमा आस्था हुन्छ भने शुक्रबार जन्मिएको व्यक्ति साह्रै नै दयालु हुन्छ। त्यसैले उसले अरूमा छिटो विश्वास गर्दछ। शुक्रबार जन्मिएको व्यक्तिको टाउको र आँखा अलि ठुला हुन्छन्। उसको रङ भने गोरो हुन्छ भने शुक्रबार जन्मिएको व्यक्ति धनी हुन्छ। शुक्रबार जन्मिएका व्यक्तिहरूका धेरै साथीहरू हुन्छन् र ऊ अरू साथीहरू बनाउन पनि धेरै मन पराउँछ र उसमा त्यो कला पनि हुन्छ। त्यसैले उसले शत्रुलाई पनि आफ्नो पक्षमा गर्न सक्दछ। आफू जति सम्पत्तिशाली ज्ञानी भए तापनि शुक्रबार जन्मिएको व्यक्तिले अरूको धन सम्पत्ति र अरूको ज्ञानमा थोरै भए पनि ईर्ष्या गर्दछ र शुक्रबार जन्मिएको व्यक्ति बोल्नमा धेरै नै सिपालु हुन्छ। शुक्रबार जन्मिएको व्यक्तिको लागि कामको कुरा गरौँ भने कपडा, पेन्टिङहरू र साहित्य, कला, नाट्य, सङ्गीत क्षेत्रमा शुक्रबार जन्मिएको व्यक्ति अत्यन्तै अगाडि बढ्न सक्दछ। रोगका कुरा गरौँ भने शुक्रबार जन्मिएको व्यक्तिलाई हाड जोर्नी, पिलिया र घाँटीमा लाग्ने रोगहरू लाग्न सक्दछन्। शनिबार जन्मिएको व्यक्ति गम्भीर स्वभावको हुन्छ र आफूमा आइपरेको कर्तव्यलाई बुझेर जिन्दगी चलाउने खालको हुन्छ। शनिबार जन्मिएको व्यक्ति कुनै पनि कुरामा हाई क्वालिटी खोजेर राम्रा सामानको मात्रै उपयोग गर्न खोज्ने खालको हुन्छ शनिबार जन्मिएको व्यक्ति। र विशेष प्रकारले शनिबार जन्मिएको व्यक्तिले आफ्नो साथीहरूको लागि जे पनि गर्न तयार हुन्छ। तर एउटा दोष के छ भने शनिबार जन्मिएको व्यक्तिसँग प्रशस्त धन सम्पत्ति हुन्छ, तर ऊ खर्च गर्न भने साह्रै डराउँछ। शनिबार जन्मिएको व्यक्तिको सङ्गीत र खेलकुदमा साह्रै रुचि हुन्छ भने शनिबार जन्मिएको व्यक्ति अलि धेरै रिसाउने खालको हुन्छ। शनिबार जन्मिएको व्यक्तिको वैवाहिक जीवन भने सुखमय नै बित्नेछ। र विशेष प्रकारले कुरा गर्नुपर्दा शनिबार जन्मिएको व्यक्तिले सकेसम्म कसैको पनि दिल दुखाउन चाहँदैन। आजको लागि भने यति नै। आफ्नो जीवन सम्बन्धी यस्तै आश्चर्यजनक जानकारीहरू प्राप्त गर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनुहोला। धन्यवाद।